जेनजी आन्दोलनपछि राष्ट्रिय आमा भनेर चिनिनु भएकी एक्स प्राइम मिनिस्टर अनि एक्स प्रधान न्यायाधीश सुशीला कार्कीलाई अहिले आमा भनेर बोलाउँदाखेरि रिसाउनु भएको छ। आमा दर्शन मैले भने तिनीहरूको आमा नै फेरिसक्यो, केही फरक पर्दैन, आमा फेरिदैन बालनेनको श्रीमतीलाई आमा भनौँ हो र। संवैधानिक परिषदले नम्बर 1 वरियतामा रहेकी प्रधान न्यायाधीश सपना प्रधान मल्ललाई चुज नगरेर नम्बर 4 मा रहेका प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई नियुक्त गरेको कुरामा चाहिँ उहाँ सुशीला कार्की असन्तुष्ट हुनुहुन्थ्यो। शनिबार कानुन दिवसको दिन उहाँ एउटा प्रोग्राम सकेर फर्किने क्रममा पत्रकार दिवाकर शाहले आमा भनेर बोलाउँदा उहाँले रिसाउँदै जवाब फर्काउनु भयो, कसलाई आमा भनेको भनेर। त्यो जवाब आइसकेपछि पत्रकारले मैले भनेको हजुरलाई आमा, हजुर त हाम्रो राष्ट्रिय आमा हो भनेर भन्दाखेरि उहाँले चाहिँ तिमीहरूको आमा फेरिसक्यो, अब तिमीहरूले बालेनको श्रीमतीलाई गएर आमा भन भनेर त्यसरी रिसाउँदै जवाब फर्काउनु भयो। अनि तपाईहरुलाई चाहिँ के लाग्छ त कि अब सुशीला कार्की हाम्रो राष्ट्रिय आमाको हुन्छ नि त्यो पोजिसन, त्यो नाम नेम ट्याग जुन थियो त्योबाट हटिसक्नु भयो त